पोखराका कलाकार तथा निर्माता सन्तोष अधिकारी, जो अहिले अस्ट्रेलियामा बसोबास गरिरहे पनि नेपाली चलचित्र उद्योगमा निरन्तर सक्रिय छन्, फेरि पनि नयाँ चलचित्रसहित दर्शकमाझ आउन लागेका छन्। आमा र चित्रा जस्ता चर्चित चलचित्र निर्माण गरिसकेका अधिकारीले यसपटक प्रेम कथामा आधारित नयाँ फिल्म मार्फत दर्शकको मन जित्ने तयारी गरिरहेका छन्। सन्तोष अधिकारी फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रको नाम हो तिमी मेरो म तिम्रो। चलचित्रको निर्देशन अनुभवी निर्देशक घनश्याम लामिछानेले गर्ने पक्का भइसकेको छ। प्रेम सम्बन्ध र भावनात्मक उतार चढावलाई केन्द्रमा राखेर तयार पारिने कथा बताइएको चलचित्रमा भने अपेक्षा अनुसार दर्शक आउनेछन् या आउने छैनन् त्यो चाहिँ चलचित्र छायाङ्कन पश्चात, रिलिज पश्चात, हेरिसके पश्चात मात्रै थाहा हुन्छ। चलचित्रको घोषणा भएसँगै निर्माण पक्षका अनुसार चलचित्रको प्री प्रोडक्सन काम पनि अन्तिम चरणमा पुगेको छ अरे। अब छिट्टै छायाङ्कन पनि हुनेछ। एक रिपोर्ट। पोखराका कलाकार तथा निर्माता सन्तोष अधिकारीले अस्ट्रेलियामा बसोबास गर्दै आए पनि नेपाली चलचित्र क्षेत्रमा आफ्नो सक्रियता निरन्तर बढाइरहेका छन्। आमा र चित्रा जस्ता चलचित्र निर्माण गरिसकेका अधिकारी पछिल्लो समय पुनः नयाँ फिल्म परियोजनासहित दर्शकमा आउन लागेका छन्। उनको निर्माण संस्था सन्तोष अधिकारी फिल्म्सको ब्यानरमा नयाँ चलचित्र तिमी मेरो म तिम्रो निर्माण हुने औपचारिक घोषणा भइसकेको छ। चलचित्रको निर्देशन अनुभवी निर्देशक घनश्याम लामिछानेले गर्ने भएका छन्। निर्देशक लामिछानेका अनुसार फिल्म छिट्टै छायाङ्कनमा जाने तयारीमा छ। निर्देशक लामिछानेले चलचित्र प्रेम कथामा आधारित रहने जानकारी दिएका छन्। उनका अनुसार पछिल्लो समय नेपाली चलचित्र क्षेत्रमा प्रेम कथामा आधारित फिल्म कम बनेको अवस्थामा दर्शकको रुचि अनुसार नयाँ ढंगले कथा प्रस्तुत गर्ने लक्ष्य राखिएको छ। चलचित्रले प्रेम सम्बन्ध र भावनात्मक उतार चढावलाई मुख्य विषयवस्तु बनाउने अपेक्षा गरिएको छ। चलचित्रमा चर्चित तथा अनुभवी कलाकारहरूको सहभागिता रहनेछ, जसमा भुवन केसी, अर्जुन जङ शाही, जितु नेपाल, निर्माता तथा कलाकार सन्तोष अधिकारी, रियान गिरी तथा नव अभिनेत्री प्रतिमा थापाको अभिनय रहनेछ। फिल्मको संगीत युग भुषालले तयार पार्ने भएका छन्। निर्माण पक्षमा एस्ट्याप इन्टरनेशनल अस्ट्रेलिया संलग्न रहनेछ भने राज श्रेष्ठ र आशिष थापा मगर सहनिर्माताका रूपमा रहेका छन्। त्यसैगरी सन्तोष अधिकारी कार्यकारी निर्माता रहनेछन् भने तेज विक्रम केसी लाइन प्रोड्युसरका रूपमा आबद्ध छन्। निर्माता सन्तोष अधिकारीका अनुसार चलचित्रको सम्पूर्ण प्री प्रोडक्सनको काम पूरा हुँदैछ र अब छिट्टै नै छायाङ्कनमा जाने तयारी भइरहेको छ। अस्ट्रेलिया नेपाल सहकार्यमा बन्न लागेको यो फिल्मले नेपाली प्रेम कथामा नयाँ स्वाद दिने अपेक्षा गरिएको निर्माण पक्षले जनाएको छ। चलचित्र तिमी मेरो म तिम्रोले दर्शकलाई भावनात्मक प्रेम कथासँग जोड्दै मनोरञ्जन दिन सक्ने विश्वास निर्माण टिमले लिएको छ।